हेलो हाई नमस्ते स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा आज फेरि पनि यहाँनिर मैले धमेकादार मुखबाङ लिएर आएको छु ल आज चाहिँ मेरो मुखबाङमा रहेको छ कर्न स्पाइसी 3 प्याकेट अनि अम्मा कुरै नगरौँ यो अचारको हैन टिम्बुर लसुन टमाटर दामी पारामा चाहिँ लस पिनेर हैन अहिले यहाँ चिकन ससेज छ अहिले ठ्याक्कै दिनको कति बज्यो भने 2-3 बज्यो होला बिहानै बनाउनु पर्ने थियो तर मलाई कस्तो लागिरहेको शरीरै कस्तो भइरहेको थियो के ल यहाँनिर चाहिँ मैले टक्कसँगले चटनी कागती निचोरेर दामी गरी बनाएको छु ल अब म ढिलो नगरिकन खान्छु पिउनुमा चाहिँ मैले एक्सट्रिम राखेको छु किनभने एकदम गर्मी छ हौ यहाँनिर बाफ पनि उडिरहेछ ल म ढिलो नगरिकन खानेतर्फ नै लागे सबैजना हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु ल मेरो भिडियोलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु ल ओ ल खाए ल यस्तो दामी मैले उयो गरे उसिनेर यसलाई फ्राई गरेछु ल ओ माय गॉड हेर्नु त कस्तो खतरा देखिरहेको यस्तो बवाल भएको छ नि आम्माम बेसी चिकन ससेज हो वाह अचारको त कुरै नगरौँ यस्तो दामी उसिनेर मैले गर्दाखेरि यस्तो चाहिँ खाने रहेछ क्या वाउ कसलाई सुनाउनु यति टेस्टी भन्छ भनेर मनमा एक प्रकारको सकुन आएर यो लुगामा लाग्छ क्या यस्तै गर्दाखेरि कस्तो मजाले पाकेको नि भगवान पकाउने तरिका चाहिँ यसरी रहेछ के क्रन्ची टाइपको पनि हुने ठक्क उसिनु हैन उसिनेर
कस्तो मेरो हेल्थ ठीक नहोला जस्तो भइरहेछ कि अघि नै खानु पर्यो भनेको ल मैले हातै खाएन मेरो मलाई कस्तो सन्चना होला जस्तो भइरहेछ कहाँ अब यो खाएको न्यू मात्रै हुन्छ सन्चाउँदैन मासु कस्तो खाउँ लागेछ तर भित्रैबाट क्या अमन भइरहेछ माफ गर्नु होला है कस्तो मैले खानै सकिनँ हौ भित्रैबाट मलाई कस्तो भइरहेछ के अब अर्को नेक्स्ट भिडियोमा अलिक राम्रो भिडियो लिएर आउँछु ल आज खाने कोसिस गरेको सकिनँ के हुन्छ भिडियो हालेको पनि कति छिटो 4-5 दिन हुन्छ हो ल बाई बाई नेक्स्ट भिडियोमा भेट्छु ल बाई बाई